पानीमा एक चिज मिसाएर राखिदिनुस्। तपाईको घरबाट सबै लामखुट्टे र झिङ्गाहरू बाहिर भागिनेछ र फर्केर जिन्दगीभर आउँदैन। यो चाहिँ एकदमै आजभोलि यो पानी पनि त्यतिकै परिरहेछ र गर्मी पनि सुरु भएको छ। लामखुट्टेको यति आतंक फैलिरहेछ जो लामखुट्टेले हामीलाई धेरै निद्रा पुरा हुन दिन्छ र खास गरेर यो बच्चाहरूलाई टोकेर हैरान पार्छ र विभिन्न किसिमको रोगहरू लगाइदिन्छ। साथै अहिले जुन अब फेरि डेङ्गुको सिजन आउन लाग्यो, डेङ्गुबाट बच्नु छ र अरू मलेरिया टाइफाइडबाट बच्नु छ भने तपाईँ चाहिँ आफ्नै घरमा भएको सामानबाट चाहिँ प्रयोग गरेर मच्छरलाई चाहिँ धपाउन सक्नुहुन्छ। साथै यो रिफिल त्यो कोइल हुन्छ त्यसलाई जलाएपछि के हुन्छ त हाम्रो शरीरमा असर पर्छ, श्वास सम्बन्धी समस्या आउँछ, दमा जस्तो रोग चाहिँ बनाउनमा एकदम असर पर्छ। त्यही भएर यो स्प्रे र कोइल चाहिँ यस्तो चाहिँ नबाल्नुस्, नजलाउनुस् आफ्नो घरमा। यो जो हाम्रो सबैको घरमा हुन्छ त्यही सामानबाट अलिअलि लिएर त्यसको प्रयोग गरेर म चाहिँ आज मच्छर भगाउने तरिका बताउँछु है। अब यो के चिज हो, जो जति चिज छ त्यो सबै हाम्रो घरमा सबैको घरमा एभाइलेबल छ र त्यहीबाट चाहिँ बनाउनुस् र मच्छरलाई भगाउनुस्, झिङ्गालाई धपाउनुस्। अब लागौ के चाहिन्छ यो बनाउनलाई। यसको लागि यो बनाउनलाई चाहिँ तपाईँ यहाँ एउटा यो यस्तो सलाई त सबैको घरमा हुन्छ। यो सलाइको यो काठीलाई लिनुस् र यो काठीलाई चाहिँ 5-7 वटा लिएर यसरी कुट्नुस् यसलाई। र यसरी कुटिसकेपछि यो भागलाई फालिदिनुस्, यतिलाई फालिदिनुस्। मलाई चाहिँ यो जुन मसला छ यो मसलाको आवश्यकता पर्छ। यो मसला लिनुस् र त्यस्तै यहाँ चाहिँ एउटा अदुवाको टुक्रा लिनुस्। यो अदुवाको टुक्रा चाहिँ यो अदुवामा एकदम राम्रो हुन्छ मच्छर र झिङ्गा धपाउनलाई, किनभने यो अदुवामा चाहिँ जिन्जोल नामक तत्त्व पाइन्छ जसले एकदम कडा हुन्छ र यो झिङ्गालाई र लामखुट्टेलाई धपाउन एकदमै सहायक छ। यसलाई चाहिँ यसरी कुटेर लिनुपर्छ। यो अदुवालाई कुटेर मैले रेडी पारिसकेको छु। म यहाँ 1 गिलास पानी लिँदैछु एउटा कचौरामा। म यहाँ 1 गिलास पानी लिएर यो कचौरामा यो अदुवालाई चाहिँ हाल्छु। यो सलाइको जुन काठी हुन्छ त्यसको मसला यसमा हालिदिन्छु। अब म यसमा यो भीमसेनी कपुर मिलाउँछु। यो भीमसेनी कपुरको एकदमै यसको सुगन्ध चाहिँ एकदम स्ट्रङ हुन्छ क्या। यो जुम्रालाई पनि मार्ने काम गर्छ। त्यही भएर यसलाई चाहिँ म यसमा हालिदिन्छु। म यसमा चाहिँ यो कागतीको रस निचोरेर हालिदिन्छु, आधी कागतीलाई। यो सहित राखिदिने यसरी। यसलाई यसरी मिक्स गरेर कम्तीमा 5-6 घन्टा चाहिँ यसलाई छोपेर राख्नुस् या कि रातभरि राख्नुस्। अनि यसमा चाहिँ यस्तो एउटा औषधि बनेर तयार हुन्छ जो कि यो सबै एक्टिभेट हुन्छ एक आपसमा। अनि एक्टिभेट भएर यो एउटा चाहिँ यस्तो औषधि बन्छ जो कि लामखुट्टे र मच्छरलाई चाहिँ, लामखुट्टे होस् कि मच्छर होस् कि झिङ्गा होस्, सबैलाई चाहिँ घरबाट एकदम त्यो सबै भागेर जान्छ। अब यसलाई चाहिँ ओभरनाइट राख्नुस् कि तपाईँलाई एकदम छिटो गर्नु छ भने 4-5 घन्टा यसलाई छोपेर राख्नुस्, त्यसपछि उपयोगमा ल्याउने। स्प्रे गर्नलाई चाहिँ मैले एउटा जोगाड गरेको यो मिनरल वाटरको बोतल लिएर यो बिर्कोमा चाहिँ यसरी मसिनो मैले यो किल्लाबाट चाहिँ मैले पुवाल पारेँ। किनभने यो अब चाहिँ सबैको घरमा स्प्रे बोतल हुँदैन। त्यही भएर यो एउटा चाहिँ घरेलु तरिकाबाट मैले चाहिँ स्प्रे बोतल बनाएको यसरी। अब यो चाहिँ 5-6 घन्टा भइसक्यो। यसलाई चाहिँ छानेर एउटा गिलास लिनुस् र यसरी छल्नी लिनुस् र यसलाई छानेर यसरी छान्नुपर्छ। यसलाई म यसलाई छानेर अब यो
बोतलमा चाहिँ हाल्दैछु। यसमा यो स्प्रे बोतल बनाएको म यसलाई, र यसलाई चाहिँ बिर्को मजाले टाइट गर्नुहोस्। यो टाइट गरेपछि हेर्नुहोस् यो कस्तो राम्रो स्प्रे बनेर जान्छ। ल म स्प्रे गरेर देखाउँछु तपाईँलाई। ल हेर्नुहोस् कस्तो मजाले भयो स्प्रे। यसरी नै तपाईँको मच्छरको कहाँ कहाँ छ, झ्यालको छेउछेउमा, ढोका अगाडि, अनि बाथरुममा, जहाँ जहाँ मच्छरको आतङ्क छ त्यहाँ त्यहाँ यसरी स्प्रे गरिदिनुहोस्। तपाईँ आफ्नो घर वरिपरि गरिदिनुहोस्, बेडको मुनि गरिदिनुहोस्। जहाँ जहाँ लुकेको मच्छरहरू छन् त्यो सबै भाग्ने छ। र यसलाई कपडा भिजाएर पोछा लगाइदिनुहोस्। तपाईँको घरमा झिङ्गा पनि आउँदैन। यो एकदम सस्तो, सुलभ र सजिलो। ल त यसले केही साइड इफेक्ट गर्दैन। न यसमा कोही केमिकल छ, न कोही कीटनाशक औषधि छ, न कुनै डर छ। अब त ढुक्क भयो त। अब यसरी ढुक्क भएर बच्चाहरू त्यहाँ जालान् कि डर लागेको हुन्छ औषधि छरेपछि। यसरी गर्नुहोस्, तपाईँको घरबाट चाहिँ लामखुट्टे, झिङ्गा, कोक्रोच सबै भाग्ने छ। यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, धेरै माझ सेयर गरिदिनु होला, किनभने अहिले धेरैको घरमा मच्छरको आतङ्क छ। एकदमै बच्चाहरूलाई टोकेर हैरान बनाइरहेछ। यो डेङ्गु फैल्ने एकदम सम्भावना हुन्छ। त्यही भएर यस्तो बनाएर प्रयोग गर्नुहोस्। तपाईँको घरमा एक दिन गरेर फेरि हुँदैन है साथीहरू। यसलाई चाहिँ दोहोऱ्याइ तेह्राइ गरिराख्नुपर्छ ताकि यो मच्छरको चाहिँ यो गन्ध राम्रो नलागोस्, उसले थाहा पाओस् त्यहाँ यस्तो छ अनि फर्केर आउँदैन। यो भिडियोलाई धेरै सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, र सब्सक्राइब गरी बेल आइकनमा थिची अलमा प्रेस गरिदिनु होला, किनभने म यस्तो भिडियो चाहिँ बनाइराख्छु है त।